गणेश नेपाली के अपराधी थिए के अपराध नै गरेको त्यो ठुलो त्यो अदालतबाट पारित भइसकेको अपराध थियो। त्यस्तै उसलाई हस्पिटल लग्दाको दृश्य हेर्दा त्यही लाग्छ। त्यस्तो समातेर जलेको व्यक्तिलाई कसरी आँट गरियो त्यो हिँडाएर समातेर लग्न त्यो अपराधी जस्तो। त्यहाँ गाडी र ट्याक्सीहरू थियो होला नि त, त्यो युज गर्दा हुन्थ्यो नि। अपराधी जस्तो व्यवहार गर्ने ती मान्छेहरू त्यहाँका प्रहरी र प्रशासनहरूलाई पनि कारबाही हुनै पर्छ। गणेश नेपालीले आत्मदाह गरेको ठाउँमा यो दिदी प्रत्यक्ष रूपले उपस्थित थियो। अनि यहाँको कुरा सुन्नुहोस्, अनि यहाँबाट तपाईँहरू पत्ता लगाउन सक्नुहुन्छ कि के भएको थियो भनेर। शुभ नाम के हो? के भयो भन्नुहोस् त। म चाहिँ यही साइबरमा काम गर्छु, सानो बच्चासँगै। हामीलाई यस्तो बाटोमा आउनु दिँदैन। अनि त्यो बाइक त्यहाँ रोकेको थियो। अनि त्यो भाइ बाइकमै थियो त्यो भाइ होइन। अनि महानगरको बहिनी आउनु भयो, मिना बहिनी होइन। अनि यहाँ बाइकमा राख्छु किन पाइन्छ भनेर म गइहाल्छु भनेर भन्नुभएको थियो होइन। उहाँले लक हालिदिनु भयो क्या। अनि केही समय उहाँहरूको डिस्कस गरेको थियो। त्यो पछि हल्लासा पाउनु भयो, एकछिन फेरि के भयो होइन। अनि त्यसको एक घन्टापछि चाहिँ हामी त्यही बसिरहेको थियौँ। त्यसपछि यता अहिले क्याट्रिङमा खाना बाबुले राखेको थियो। यहाँबाट त्यो बाबु भाइ जो युवा भाइ चाहिँ पेट्रोल छर्किँदै कुद्यो। अब झिट्का पऱ्यो मलाई पनि हात्नु। म त अब मेरो बच्चा छ, म त बच्चा लिएर कुदेँ नि। यता यो राधा भवनबाट माथि पसेँ म आफ्नो भगवानले गर्दा मेरो बच्चा पनि बाँच्छ कि। आगो लागेको चाहिँ देख्नु भएन? आगो लागेको चाहिँ अलिक पर गयो, ग्यासको त्यहाँ पुग्यो नि 3 नम्बर गेटनिर आगो लाग्यो। महानगर गाडी त्यही थियो होइन। महानगर प्रहरी बलले चाहिँ तपाईँको त्यो बाइक हाल्न गाडीमा बाइक हाल्न खोज्नु भयो क्या। मान्छेको ज्यान जान लागेको छ नि त, ज्यानभन्दा ठुलो त बाइक होइन नि त। एउटा मानवताको उसले पनि उहाँहरू राष्ट्र सेवक भएर पनि एउटा नागरिकलाई बचाउनु पर्ने हो नि त। अनि यहाँ भेन पनि अब हजुरको ट्याक्सीमा लग्यो हो क्या। हस्पिटल पनि प्रहरी आउन पनि अलिकति ढिला भयो है। यहाँको यो कालीमाटीको टेकुको असै साफ भएको भए चाहिँ उहाँले राम्रो हेर्नुहुन्थ्यो क्या। यहीँ अगाडि प्रहरी महानगर प्रहरी भएर पनि त्यो एकदम लापरवाही चाहिँ भयो एकदम। अनि यहाँको स्थानीय मान्छेले तपाईँको भित्र गएर मिनी वाटर ल्याएर बोतल ल्याएर पानी खनाइदियो क्या। अब बच्चासँग काट्नु है, हामीले पनि अब एकदम पीडा भयो है। यो दिदीको भनाइअनुसार प्रत्यक्ष रूपले त्यहाँ प्रहरी नगर प्रहरीहरू जुन छ तिनीहरूको गल्ती विशेष गरेर हेरिन्छ। किनकि त्यहाँ मान्छे चाहिँ आफ्नो जिउमा आगो लगाउन आँटेका छन् र त्यो नगर प्रहरीहरू आफ्नो गाडी ल्याएर उहाँको गाडी चाहिँ त्यो गाडीमा बोकेर चाहिँ नगर कार्यालय चाहिँ लग्नको लागि तयारी हुनुहुन्थ्यो। त्यस्तो अवस्थामा उहाँले पेट्रोल खन्याएर आफ्नो जिउमा लगाए, लाइटर थियो, साइकल थियो, 2 घन्टासम्म उसले कुरायो। त्यस्तो अवस्थामा नभएर त्यति व्हिल भएको